ग्यास किन्न अब तपाईलाई नागरिकता देखाउनु पर्नु भएको छ। तर प्रश्न यो होइन कि नागरिकता किन माग्यो। नमस्कार जनतामा, ठुलो प्रश्न त यो हो, नेपालमा ग्यासको अभाव साँच्चीकै हो कि हाम्रो वितरण प्रणाली नै असफल भएको हो। किनकि ऐल निगमले भन्छ बजारमा ग्यासको अभाव छैन, तर उपभोक्ताले भन्छ ग्यास पाउन गाह्रो छ। अहिले काठमाडौँमा ग्यास निगमले 5 ठाउँबाट ग्यास वितरण गर्दैछ र ग्यास लिन जाँदा नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। निगमको तर्क छ कि ग्यास उपभोक्तासम्म पुर्याउनु, वितरणलाई पारदर्शी बनाउनु यस्तो व्यवस्था गरिएको हो। सुन्दा ठीक लाग्छ, तर यहाँ एउटा प्रश्न उठ्छ, यदि बजारमा पर्याप्त ग्यास छ भने नागरिकले परिचय पत्र बोकेर लाइनमा बस्ने पर्नु अवस्था किन आयो। अब तथ्य हेरौँ। नेपाल ऐल निगमको आफ्नो वेबसाइट अनुसार अहिले 14.2 किलो एलपीजी सिलिन्डरको आधिकारिक मूल्य 2060 छ। तर ग्यासको समस्या केवल मूल्यको मात्र होइन, समस्या यो हो कि ग्यास कहाँ पुग्यो, कसले पायो, कति सिलिन्डर पायो। नेपालमा एलपीजी आपूर्ति प्रणालीमा उद्योग, डिलर र वितरकको ठूलो भूमिका छ र यही वितरण तहमा अनुगमन कमजोर हुँदा कृषिमा अभाव र कालोबजारी जोखिम बढ्ने उपभोक्ता आधार कर्मी र विज्ञहरूले बताएका छन्। अब अर्को प्रमाणको कुरा गरियो भने ग्यास अभावको बहानामा केही ठाउँमा व्यापारीले 4500 सम्म उसेलेको रिपोर्ट समेत आएको छ। यद्यपि यस्तो घटनालाई देशभरको प्रमाण भनेर बुझ्नु हुँदैन, तर यसले एउटा गम्भीर प्रश्न पनि उठाउँछ। आधिकारिक मूल्य 2060 हुँदा कुनै ठाउँमा यति धेरै मूल्य किन तिर्नु पर्छ। यदि वास्तवैमा कसैले कृषिमा अभाव सृजना गरेर बढी मूल्य लिइरहेको छ भने त्यो समस्या केवल व्यापारीको होइन, अनुगमन गर्ने राज्य संयन्त्रको पनि हो। अब नागरिकताको प्रमाणतर्फ फर्कौँ। नागरिकता माग्नुको उद्देश्य एक व्यक्तिले धेरै पटक ग्यास लिने वा बिचौलियाको ग्यास कब्जा गर्ने समस्या रोक्नु हो भने यो व्यवस्था उपयोगी हुन सक्छ। तर नागरिकता हेरेर मात्रै समस्या समाधान हुँदैन। सरकारसँग एउटा यस्तो डिजिटल सिस्टम हुनुपर्छ जसमा कुन व्यक्तिले कति ग्यास किन्यो, कुन डिलरबाट किन्यो र कुन क्षेत्रमा कति सिलिन्डर गयो। यदि यसको ट्र्याकिङ हुँदैन भने नागरिकता देखाएर लाइन घट्ला, तर कालो बजारी बन्द हुँदैन। त्यसैले मेरो प्रश्न ऐल निगमलाई मात्र होइन, सम्पूर्ण प्रणालीलाई हो। यदि ग्यास पर्याप्त छ भने उपभोक्ताले सहजै किन पाउँदैन, र यदि ग्यास पर्याप्त छैन भने अभाव छैन भनेर किन भनिन्छ। नागरिकलाई परिचय पत्र देखाउनु लगाउनु ठीक होला, तर नागरिकले पनि सरकारसँग एउटा परिचय पत्र माग्नु पर्छ, जवाबदेहिताको। धन्यवाद।